हेलो एभ्रिवान, हजुरहरूको डिनर भयो त? आज मैले धेरै टाइमपछि घरमै मटर पनिर बनाएको छु। यो चाहिँ मेरो सिम्पल रेसिपी छ। हजुरहरूलाई पनि ट्राई गर्न मन लाग्यो भने घरमै मटर पनिर बनाउन सक्नुहुन्छ। एकदमै इजी मेथड हो यो। तेलमा हजुरहरूले ल्वाङ सुक्मेल खुर्सानी फुराउनु अनि त्यसमै लसुन प्याज टमाटर एकैचोटि हालिदिनु भयो नि हुन्छ। त्यसमै नुन पिसेर हालिदिने। मैले थोरै यसमा काजु पनि युज गरेको छु, तपाईहरूले काजु नराख्दा पनि हुन्छ। एकछिन यसलाई ढाकेर पकाउने अनि यो अलिकति गलिसकेपछि त्यसमा जिरा धनियाको धुलोहरू एड गरिदिनु। हजुरहरूलाई जे मरमसला मनपर्छ त्यो राख्दा पनि हुन्छ। अनि थोरै पानी एड गर्ने, एकछिन पकाउने अनि निकाल्ने अनि मिक्सरमा ग्राइन्ड गर्ने। अनि साइडमा प्यानमा मैले घिउ तताएको थिएँ, त्यसमा जिरा फुराएँ, तेजपत्ता हालिदिएँ अनि त्यो ग्रेभी हालिदिएँ। थोरै मटर पनि मैले पानीमा भिजाएर राखेको थिएँ, फ्रेस मटरलाई त्यो पनि पानीसँगै एड गरिदिने अनि पनिर पनि हालिदिने त्यसमै। अनि एकछिन यसलाई ढाकेर पकाउनु भयो नि हुन्छ। अनि यसलाई मजाले पाक्न दिने। पाकिसकेपछि मैले तेजपत्ताहरू चाहिँ यसबाट निकालिदिन्छु। यो धेरै बेर पकाउनु पर्दैन किनकि प्याज टमाटरहरू हामीले अलरेडी धेरै नै पकाइसकेको छौँ। अनि अलिकति यो पाक्न थालिसकेपछि त्यसमा जुन मैले कोरेर राखेको पनिर थियो त्यो अघि एड गरिदिएँ। अनि यो घरमै तर्फिटेर बनाएको क्रिम पनि हालिदिएँ। क्रिम हाल्नुको मेन रिजन चाहिँ यसको कलर कति राम्रो आउँछ कि रेस्टुरेन्टको जस्तै। यो ग्रेभी चाहिँ पछि अझै सुक्छ, त्यही हिसाबले हजुरहरूले पानी एड गर्नु। अनि यहाँ मैले बनाउँदैछु साग पनि पाकिसक्यो। अनि यहाँ गोलबेडामा थोरै टिमुर र नुन हालेर पकाउँदैछु। अनि साइडमा प्याज लसुन खुर्सानी चपिङ गरेर राखेको छु। आज मैले बनाउँदैछु गुन्द्रुक सादेको। अनि त्यसको लागि साइडमा मैले तेलमा मेथी फुराएँ अनि एकछिन भटमास पनि फ्राई गरेँ। अनि त्यसमै मैले गुन्द्रुक भिजाएर राखेको गुन्द्रुकको पानी निचरेर गुन्द्रुक पनि एकछिन यही भट्टसँगै फ्राई गर्छु। तपाईँहरूले यत्तिकै गुन्द्रुक फ्राई नगरिकन युज गर्दा पनि हुन्छ। अनि तपाईँहरूसँग छ भने मुला पनि सानो चपिङ गरेर हाल्नुभयो भने एकदमै टेस्टी हुन्छ गुन्द्रुक सादेकोमा। अनि आजको मेरो डिनर चाहिँ यस्तै सिम्पल थियो। तपाईँहरू पनि कहिले कहिले फ्यामिलीसँग घरमा या फेरि हजुर एक्लै पनि यसरी नै इन्जोय गर्न सक्नुहुन्छ। यही थियो मेरो आजको स्विट एन्ड सिम्पल डिनर। अनि होप यु लाइक इट। थ्याङ्क यू फर वाचिङ। गुड नाइट।